नमस्कार सम्पूर्णमा नमस्कार शुभ बिहानी। आज 2 साउन 2083 हाम्रो धरान बस टर्मिनल आधुनिक नयाँ बस पार्क धरान 8मा साउन 1 देखि चाहिँ नै पूर्ण रूपमा सञ्चालनमा आएसँगै जति पनि जुनसुकै ठाउँमा यात्रा गर्नुहुने यात्रीहरू र सवारी साधनहरू यहीँबाट सञ्चालनमा आएको छ र सबैले भिडियो हिजै बनाइसक्नुभयो होला। म चाहिँ कस्तो खाले मान्छे भने सबैले जब सोच्न र काम गर्न बन्द गर्छ तब सोच्न र काम गर्न चाहिँ नि सुरुवात गर्ने भएकोले म अहिलेसम्म यस्तै अलि ढिलै छु। म यहाँहरूले भित्री भाग पनि पुरा देखाउने छु। यो जति पनि यहाँबाट सिटी सफारी र टेम्पोहरू छन् यो चाहिँ नि भानुचोक यो यावत धरान इलाकाभित्र या जुनसुकै ठाउँमा जानुको लागि राखेको छ। धरान बस टर्मिनल अगाडिको भाग हो यो। यसकै अगाडिपट्टि यस्तो राखिएको छ। यो बिस्तारै बनाइने छ र बनाउनु हुने नै छ। यो हाम्रो नयाँ आधुनिक बस पार्कको दक्षिण साइडमा चाहिँ प्रवेश मार्ग रहेको छ। हाम्रो ट्राफिक सरहरू पनि हुनुहुन्छ। यहाँबाट चाहिँ हाम्रो प्रवेश मार्ग हो। यो दक्षिण साइडमा पर्छ यो बस पार्कको। यो चाहिँ नै भित्री भाग छ। यहाँनिर विभिन्न सवारी साधनहरू राखिने यो अन्डरग्राउन्ड हल हो। यो सबभन्दा मुनिको अन्डरग्राउन्ड हो। यो तपाईँ हामीलाई थाहा छ 3 फ्लोरमा छ। यो बाहिर अन्डरग्राउन्डदेखि माथि निस्किने यो धरान बस टर्मिनलदेखि यसको उत्तर साइडबाट चाहिँ यसको जति पनि बाहिर निस्किने गाडीहरू छन् यो भएर उकालो निस्किन्छ। यात्रुहरूको चहल पहल बढी नै रहेको। यहाँ बोर्डमा लेखिएको छ सवारी साधन बाहिर निस्किने भनेर। धरान धनकुटा बसन्तपुर पहाडी रोड जाने बस स्ट्यान्ड चाहिँ यो उत्तरी साइडमा छ। यो हुन यहाँलाई म भित्री भाग पनि देखायो अरे बाहिरको पनि देखाउने छु। यो हाम्रो भित्री भाग छ। समयमै सवारी कर तिरौँ जरिवानाबाट बचौँ। यो जति पनि हाम्रो यात्रुहरू जानुहुने वेटिङ रुम र यहाँ विभिन्न कुराहरू पनि राखिएको छ। यहाँ खाने पिउने र विभिन्न वस्तुहरूको पनि यसरी व्यवस्था गरिएको छ। दाजु हजुरको नाम रूपबहादुर कटवाल। यो चाहिँ हामी माथि मार्केटकै लेभलमा पाउँछ कि मार्केटकै लेभलमा? हामी आम सर्वसाधारणले यात्रा गर्दा यहाँ पनि जति माथि पाइन्छ त्यही रेटमा चाहिँ नि पिउने खाजा पानी जुनसुकै पाइन्छ। हजुरले यो नयाँ खोल्नु भयो? हाम्रो दाइ हुनुहुन्छ। हजुरको नाम के पो भन्नुभयो? रूपबहादुर कटवाल दाईको छ पसल। यहाँ आयो अरे खाजा पानीको पनि व्यवस्था तपाईँले किनेर खानु सक्नुहुन्छ। यो जति पनि पहाडी जिल्लाहरूतिर जाने काउन्टरहरू रहेको छ। भाइलाई सोध्नु पऱ्यो म। भाइ यो हाम्रो जति पनि पहाडी रुटमा जाने काउन्टर हो तल्लोपट्टि यो चाहिँ? ओके पूर्व र विराटनगर जाने यो काउन्टर रहेछ लेफ्ट साइडमा। यो भित्रै भाग छ एकदम व्यवस्थित। यो धरानको लागि बिल्कुल अपरिहार्य थियो। यस्तो रहेको छ यहाँको भित्री भाग। यो चाहिँ हाम्रो आधुनिक बस पार्कको दक्षिण साइडको जो जति पनि सवारी साधन छ यहाँबाट भित्र आउने गर्दछ।
जति पनि यो देखिरहेको गाडीहरू छ यो हाम्रो पहाडी जिल्लातिर जस्तै भोजपुर, खोटाङ, सङ्खुवासभा, तेह्रथुम, धनकुटातिर यात्रा गर्ने हो र यो सानो खालको छ माइकहरू। यिनीहरू चाहिँ काठमाडौँ या जुनसुकै क्षेत्रमा नि जान्छन्। व्यवस्थित छ। बिल्कुल एउटा पूर्वको सुन्दर सहर धरान जसलाई हामी चिने एउटा नयाँ आधुनिक बसको आवश्यकता थियो, त्यो आज चाहिँ नि तपाईँ हाम्रो अगाडि यसरी यो ठाउँबाट यात्रा गर्न पाइएको छ। हस् त, थ्याङ्क यू।